सुम्निमाका 5 जना सन्तानहरूमध्ये जेठो बाघ र माइलो मानिसबीच भएको झगडाको घटना यो आदिम कथा किरात समुदायका राई र लिम्बूमा मात्र सीमित नभई भारतको अहिलेको अरुणाचल प्रदेशको मानिसहरू इदु मिस्बी भन्ने आदिवासीमा पनि यही बाघ र मान्छेको कथा रहिआएको छ। त्यस्तै चीनमा पनि नासी भन्ने जातमा यो बाघको कथा रहिआएको छ। यस कथाको सार र वैज्ञानिक भौगोलिक अध्ययनलाई विश्लेषण गर्दा पनि यो कथाको सार र सत्यता मिल्न जान्छ र ह्वाङहो नदीकै आसपासबाट आएको अनुमान भोगीराज चामलिङले लगाएका छन्। अर्कोतर्फ मानवको उत्पत्ति नै अफ्रिकामा भएको भन्ने कुरा त सर्वमान्य नै छ। यद्यपि नेपालसम्म आइपुग्दा कतै न कतैबाट विस्तार हुँदै आउने क्रममा ह्वाङहोदेखिको घटनासम्म पुगी अहिलेको ह्वाङहो तथ्यलाई केही हदसम्म भने विश्वास गर्न सकिन्छ। तसर्थ आदिम समयमा आएर यस नेपाली भूमिमा आदिवासी विस्तार गर्ने काम र बस्न योग्य बनाउने महत्त्वपूर्ण योगदान किरातीहरूले गरेको महत्त्वपूर्ण योगदान हो। यसकारण आदिवासी किराती नै मूलवासी भएको कुरा मान्न सकिन्छ। त्यसैगरी संस्कृतमा किर भनेको सुँगुर र आद भनेको मारेर खाने भनी अर्थ हुँदो रहेछ। त्यसैकारण सुँगुर मारेर खाने मान्छेलाई किरात भनिने रहेछ, जुन कुरा अहिलेको समयमा पनि भएकाले यसमा सत्यता छ। स्वामी प्रपन्नाचार्यका अनुसार किरात भनेको संस्कृत शब्द किर र आद मिलेर बनेको छ, जसको अर्थ हुन्छ हिमालदेखि समुद्रसम्मको भाग भनेर चिनिन्छ। वेदव्यासका अनुसार किरात भनेको हिमालका क्षेत्रतिर बसोबास गर्ने मान्छेहरूलाई बताएका छन्। अन्तर्राष्ट्रिय इतिहासकार र विश्लेषकहरूको कुरा गर्दाखेरि अन्तर्राष्ट्रिय भूगर्भविद टोनी हेगनका अनुसार गोपाल र महिषपाल अघि आएर बसेको कुरा उल्लेख गरेका छन् र अर्को इतिहासकार सिल्भा लेवीका अनुसार गोपाल र महिषपाल पनि किरात नै हुन् भनेका थिए। र भारतका धर्मविदहरूको बीचको छलफलमा पशुपति किरातीहरूको आराध्य देवता भई उनीहरूले नै आदि आराध्य हुन् भन्ने गर्दछन्। यसपछि कुरा गरौँ राजा यलम्बर, जो तामाकोशी र सुनकोशी बीचको भूभागमा राज गर्थे। त्यो समयको नेपाल र अहिलेको राजधानी काठमाडौँमा आएर भुवनसिंह गुप्तामाथि विजय हासिल गरे। यो कुरालाई गोपाल राजवंशावली, भाषा वंशावली, विलियम जे कर्कप्याट्रिक जस्ता पुस्तक र इतिहासविदहरूले पनि यलम्बरले गोपाल राजवंशावलीलाई हराएर राज गरेको व्याख्या पाइन्छ। उक्त दिनदेखि नै यल सम्वत सुरु भएको मान्ने गरिन्छ, जुन माघे सङ्क्रान्तिमा मनाइन्छ। किराँतकालमा पाटनलाई यल भनेर चिनिन्थ्यो, जुन राजा यलम्बरबाट रहन गएको भनिन्छ, र काठमाडौँलाई खोप र भक्तपुरलाई चाहिँ यस भनिन्थ्यो, र पुरै उपत्यकालाई यलखुम भनेर चिनिने रहेछ। काठमाडौँ इन्द्रचोक स्थित आकाश भैरवको मूर्ति छ, जसलाई यलम्बरको रूपमा पूज्ने पनि गरिन्छ। गोपाल राजवंशावली अनुसार किरातीहरूको 32 जना राजा रहेको छ, जसमा 1963 वर्षसम्म शासन गरे भनिएको छ। तर इतिहास र विश्लेषकहरू अनुसार यस विषयमा फरक बताएका छन्। पुस्तक भाषा वंशावली अनुसार किरातको 28 राजा थिए, 1741 वर्षसम्म राज गरे। अन्तर्राष्ट्रिय सन्दर्भको कुरा गर्दा विलियम कर्कप्याट्रिकका अनुसार किरातका 27 राजा थिए र 1630 वर्ष राज गरे। राइट भाषा वंशावलीका अनुसार 29 राजाले 1118 वर्ष शासन गरे भनेका छन्। सिल्भा लेवीका अनुसार किराती राजाका 26 राजा थिए, जसले 1178 वर्ष राज गरे। केपी जयसवालका अनुसार 28 राजाले 700 वर्ष राज गरे भनेर भनिएको छ। गोपाल राजवंशावलीका अनुसार लगभग 200 वर्ष किरातीहरूले राज गरेको जुन इतिहास छ, मेरो विचारमा त्यति लामो समयसम्म निरन्तर जनताको मन जितेर र शत्रुहरूलाई हराउँदै हाम्रो देशको अस्तित्व कायम गरेको किराती र किरात सभ्यताको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको छ। वंशावली किताबले पशुपति क्षेत्र चाहिँ किरातहरूकै हो भन्ने कुरा छ, जुन किरातहरूले लेखेको होइन,
त्यसैले यसमा सत्यता छ। गैर किराँतहरूले पनि यो कुरालाई स्वीकार्छन्। त्यहाँका मानिसहरूको मौखिक इतिहास अनुसार किरातेश्वर महादेव अथवा अहिलेको पशुपति क्षेत्रमा किरातीहरूले पूजा गर्ने गर्दथे। पछि गएर विष्णु भगवान मान्ने उक्त नाइकेले किरातेश्वर महादेव पुज्ने नाइकेलाई मारेको घटना भएको मौखिक इतिहास छ। यस समयमा सांस्कृतिक द्वन्द्व पनि भएको रहेछ। अन्ततः किरातेश्वर महादेवको पूजा गर्ने नाइकेलाई हत्या गरेको सम्झनामा त्यहाँ शतबिउ छर्ने परम्पराको सुरुवात भएको छ। नेपालको सबैभन्दा पहिलेको मूर्ति मृगस्थलीको नजिक अवस्थित विरूपाक्षको मूर्तिको नजिकै भएको मृगको मूर्तिलाई किरातीहरूले पुज्ने गरेको कारण उक्त स्थान र घटनासँग किरातीहरूको निकट सम्बन्ध भएको कुरा इतिहासविद अथवा धर्मविद जगमान गुरुङले पनि गरेका छन्। पशुपति क्षेत्रमा किरातीहरूको प्राचीन समयदेखि मूल थलो भनेर भन्ने गरिन्छ र अर्को तथ्य के रहेको छ भने काठमाडौँमा अवस्थित अधिकांश प्राचीन मूर्तिहरूमा किरात समुदायको सोलेबु अथवा चिन्डो भनेर चिनिने प्राचीन वस्तु उक्त मूर्तिको हातमा रहेको आदिम किरातीहरूको सम्बन्ध निकट छ भन्ने कुराको राम्रो प्रमाण हो। र मुन्दुम अनुसार शिव नै किरातहरूको मूल देवता हो भनेर लेखिएको छ। कैलाश पर्वत एरियाको बोन धर्म मान्ने बेलाको लिडर हो। जुन धामी झाँक्रीहरूको केन्द्र चाहिँ कैलाश पर्वत एरिया हो र त्यहाँ कार्बन समुदायलाई शिवलाई सिद्धपा भन्ने गर्दछन्, जसका लिडर नै किराती थिए। यी तथ्यहरूलाई समग्र सङ्कलन र विश्लेषणको निचोड किरातेश्वर महादेव हो भन्ने किरातीहरू र मुन्दुमले व्याख्या गर्दछ र त्यसकारण किरातेश्वर महादेव भनी किरातीहरूले भन्ने, मान्ने र पुज्ने गरेका छन्। उल्लेखित सम्पूर्ण 5वटा तथ्यका जीवन्त प्रमाण र विश्वासका कैयौँ आधारहरू रहेका छन्। तपाईँहरूको यसमा राय के छ र कस्तो लाग्यो? प्रतिक्रिया गर्न नभुल्नुहोला।